हेलो साथीहरू, म चाहिँ आज यो यता चोकमाको साइडतिर आएको छु। अनि आज चाहिँ म यहाँ चाहिँ एउटा आर्ट गरौँ भनेर आएको। यसो फिल्डमा बाहिर निस्केर नि कति रुममा मात्रै बस्दा हैन वाक्क लाग्यो कि। अनि त्यही भएर चाहिँ बाहिरी आज म आएको छु साथीहरू। यहाँबाट चाहिँ फिल्म बजार यस्तो देखिन्छ। यहाँबाट साथीहरू हेर्नु होला, यस्तो देखिन्छ। यो गढी सबै बजार चाहिँ देखिँदैन, गढी साइड देखिन्छ। अनि अहिले चाहिँ म यतातिर आर्ट गर्न आएको छु साथीहरू। अनि साथीहरू के छ साथीहरूको खबर? ठिकै होला नि हैन? दसैँ तिहार गयो अहिले हैन। अब त्यस पछाडि त आफ्नो आफ्नो काममा सबै व्यस्तता होला। म चाहिँ आज चाहिँ खाली टाइममा चाहिँ आर्ट गर्नु पर्यो भनेर चाहिँ यता आएको छु साथीहरू। कहिले कहिले यसो बाहिरी गयो भने चाहिँ माइन्ड फ्रेस हुन्छ नि त। त्यही भएर चाहिँ म अहिले यता आएको छु साथीहरू। यस्तो छ यतातिर, यस्तो छ पहाड। तराईका साथीहरूलाई त कतिले त पहाड देख्नु भएको छैन होला, तर धेरैले देख्नु भएको छ। यस्तो छ है साथीहरू। अनि म चाहिँ आज मेरो झोला चाहिँ यहाँ छ। अनि यो यसमा चाहिँ ड्रइङ गरौँ भनेको एउटा सिन आर्ट। अहिले दिउँसो त्यति राम्रो हुँदैन मसँग। यो के अरे यस्तो यो अड्याउने नि, यो अड्याउने छैन अहिले। के भन्छ, स्ट्यान्ड नभएको कारणले गर्दा चाहिँ आज नत्र म चाहिँ लाइभ पेन्टिङ भन्छ हैन। अब यो यसो हेरेर टाढाका सिनहरूलाई चाहिँ यहाँनिर हान्न सकिन्छ यहाँनिर, तर त्यो खालको होइन। आज चाहिँ मैले यो चाहिँ एउटा सिन यसो रुख बुट्टाहरू भएको, यसो हल्का फुल्का यसो नेचुरली भन्दा पनि अब होइन, यो बाहिरीतिर के भने सजावटी गार्डनहरूको सजाएको रुखहरू हुन्छ नि, त्यस्तो खालको। अनि त्यो एउटा सिनहरू पनि अब त्यो घाम झुल्केको बेलामा त्यो कुन टाइम हुन्छ नि एउटा मिलाएर हो, त्यो टाइममा खिचेको फोटोहरू त्यो चाहिँ आर्ट गर्न लागिरहेको छु साथीहरू। म चाहिँ आज चाहिँ मेरो काम चाहिँ आर्ट गर्ने योजना, पेन्टिङको योजना छ साथीहरू। अनि अब गरिसकेपछि म आर्ट भिडियो बनाइसकेपछि चाहिँ म अपलोड गर्छु साथीहरू, हेर्नु होला हैन। साथीहरूले अवश्य हेर्नुहुन्छ, मेरो साथीहरूले हैन। अब मसँग जोडिने साथीहरू अब मेरो भिडियो देख्नुहुने साथीहरूले हैन। अहिले चाहिँ एकदम राम्रो छ यहाँनिर। धानहरू पाकेको छ। पारी धानहरू पाकेको छ, एकदम हरियाली छ। यो अलि राम्रो देखिन होला हैन। धानहरू पाकेर यो पहेँलोहरू छ नि, सब धान पाकेको अवस्था। यो पारी खुल्ला छ अहिले आकाश हैन। पारी कुहिरोहरू देखिएको छ। हिमालहरू चाहिँ अहिले देखिँदैन, बिहानको समय चाहिँ हिमालहरू देखिन सकिन्छ। कस्तो फ्ल्याक्सले गर्दाखेरि अब चाहिँ देखियो है धान पाकेको। यस्तो धान पाकेको छ है। यो ठ्याक्कै भनेको ठाउँ चाहिँ लोकेसन त थाहा भएन, तर यो चोकमाको एरिया जस्तो लाग्यो मलाई फिल्मदेखि यता साइडतिर। अनि पुरा धान पाकिरहेछ यहाँनिर, फुलहरू यस्तो छ साथीहरू। म चाहिँ आज यस्तो ठाउँमा चाहिँ आएर आज पेन्टिङ गरौँ भनेको। आज चाहिँ मेरो यात्रा कडा छ, कडा। अब म कहिले पनि गरेको छुइनँ यस्तो बाहिर निस्केर यस्तो पेन्टिङ चाहिँ पहिलोचोटि नै भन्नुपर्छ। यस्तो बाहिर निस्केर बोर लाग्छ नि त बस्दा रुममा। अनि त्यही भएर चाहिँ म बाहिर निस्केर चाहिँ पेन्टिङ गरौँ भनेको साथीहरू होइन। अनि कस्तो बाटो, कस्तो गर्मी छ भने नि, दिउँसो त पुरा घाम लागेर लास्टै गर्मी छ साथीहरू। खिचको नि होइन, यो फिल्मको यता साइडतिर यो दिउँसो घाम लागेको टाइममा चाहिँ गर्मी नै हुन्छ, जहीँ पनि होला हुन चाहिँ होइन। घाम लागेको टाइममा त गर्मी भइहाल्छ नै। अब तराईतिर त कस्तो छ होइन, हिमालतिर त जाडो नै होला। हाम्रो चाहिँ अब बिचको भाग भन्नुपर्छ होइन,
हिमाल पनि होइन, तराई पनि होइन साथीहरू। आज चाहिँ म यसमा साथीहरूलाई आर्ट गरेर चाहिँ म भिडियो लाउने छु है साथीहरू, प्रतीक्षा गर्नुहोला होइन साथीहरू। अब यस्तै हो त्यस्तो। अब यसो प्र्याक्टिसको लागि यसो बाहिर निस्किनु पर्यो नि त हो होइन साथीहरू। अब कति चाहिँ होइन, रुममै मात्रै बस्नु होइन, त्यही भएर आज निस्केको। अनि भन्दै होइन साथीहरू, अब धेरै लामो भिडियो भइसक्यो होला साथी होइन, बोरिङ हुन्छ, त्यही भएर यति भन्दै ओके बाई बाई, फेरि भेटौँला।